सर्वप्रथम हामीले भन्नै पर्दाखेरि हामी यो ठाउँमा कसरी आयौँ, कुन परिस्थिति आयौँ, के भएर आयौँ भनेर हामीले बिर्सन्न हुन्न भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएको हिसाबले शहीदहरूको सम्झनामा चाहिँ हामीले एकचोटि 1 मिनट चाहिँ हामीले मौन धारण गर्नु म हजुर सम्पूर्णलाई आग्रह गर्छु। सम्मान छ कि शहीदहरूलाई, सम्मान छ कि भाइ बहिनीहरूलाई, जेन्जीहरूलाई, यो देशको त्यो परिवर्तनमा योगदान दिनुभएको छ। त्यो सम्मान गर्दै हामी यो चुनावमा उम्रिँदै गर्दाखेरि अहिले हामी यो ठाउँमा आइपुगेका छौँ र धेरै जिम्मेवारीका साथ आएको छौँ। हामी सबैजना हाम्रो देशको भार, त्यो जिम्मेवारी हामी पुरा गर्नलाई हामीलाई 5 वर्ष धेरै मिहिनेत गर्नुपर्नेछ। हामीले धेरै समस्या देखेको एउटा नागरिक तत्त्वमा म हजुरलाई भन्छु र सबैजना आग्रह पनि गर्न चाहन्छु। नागरिक तत्त्वमा हामीले धेरै जस्तो समस्या हामीले के मात्र भोगेको छौँ भन्दाखेरि यो हाम्रो धेरै जस्तो भिआइपी मुभमेन्टहरूले हामीलाई गाह्रो पर्छ, जहाँ तपाईँको हामीलाई हाम्रो गाडीहरू रोकिन्छ, एम्बुलेन्सहरू हुन्छन्, कतिजना फेरीहरू हुन्छन्। त्यस्तो कार्य चाहिँ हामीलाई सम्पूर्ण मन्त्रीज्यूहरूलाई नगर्नु हुन हामी चाहिँ एउटा पहिलो कुरा चाहिँ मैले के भनौँ, नागरिकले दुःख पाउनु भएन कुनै भिआइपी मुभमेन्ट। हामी साधारण नागरिक तर्फबाट आएको छौँ र साधारण नागरिकको हिसाबले हामी काम कारलाई हामी अगाडि बढाउने हाम्रो धारणा दिन्छ। अब धेरै जस्तो हाम्रो भ्रष्टाचारको कारण हामीले बुझ्नुपर्नेछ। किन हामीले यस्तो आन्दोलन गऱ्यौँ, किन जेन्जीहरूले यस्तो आन्दोलन गऱ्यो, किन युवाहरूले, किन नेपालीहरूले यस्तो ठुलो आन्दोलन गर्यो होला। पुरै तपाईँको यो भ्रष्टाचारको चरम सीमा नागेको कारणले हामीले अहिले यो परिस्थिति भोग्नु परेको छ जस्तो मलाई मेरो विचारमा लाग्छ। युवाहरू त्यति विदेश पलाउने अवस्था हामी पनि मेरो विचारमा एउटा समयमा त हामी पनि जम्किने समय सोच्ने अवस्था भइसकेको थियो। तर होइन, सबैजनाको लागि देशकोले बनाउने भन्ने हिसाबले हामी अड्क्यौँ र यो अड्किरहेको क्रममा चाहिँ हामीले भोगिरहेको समस्याहरू भन्दै गर्दाखेरि चाहिँ हाम्रो सर्भिस डेलिभरी 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा गर्दै नपढेको मान्छेलाई पढाउने हाम्रो विभागहरू, कार्यालयहरू यसरी गरेर तपाईँको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भएर ठिकै छ, तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लागेको छ। जहाँ कि तपाईँको फाइल रोकिन्छ, नागरिकलाई समस्या आउँछ र उहाँले भन्नुहुन्छ, हाम्रो कर्मचारी साथीहरूले त्यही अनुसार भन्नुहुन्छ, सर त्यो फाइल मिलाउनको लागि मलाई अलिकति भइदियो भने म त्यही अनुसारमा हजुरलाई चाँडो फास्ट ट्र्याक गरेर म गरिदिन्छु। यो फास्ट ट्र्याक चाहिँ विदाउट एनी प्राइड गर्नुपर्ने सर्भिस विदाउट एनी प्राइड। 1 रोड सर्भिसेस पोलिसीको लागि हामी निरन्तर काम गरौँ। मैले सजिलोलाई त्यही अनुसारमा निर्देशहरू दिएको छु ताकि नागरिकहरू कर्मचारीसँग ठोक्रिन नपरोस्, सेवाग्राहीहरू कर्मचारीसँग ठोक्रिन नपरोस्, जसले गर्दा यो फाइल अगाडि बढाउनको लागि चाहिँ तपाईँलाई यति पैसा लाग्छ भन्ने त्यो सिचुएसन नलाग्नु। नागरिकहरूले एउटा ठाउँमा तपाईँको निवेदन दिइसकेपछि अर्को ठाउँबाट चाहिँ उहाँको सर्भिस हुनु पऱ्यो भन्ने चाहिँ हाम्रो धारणा। मेरो विचारमा यसलाई नै हामीले सुझाव दिन्छौँ। दिस इज कल्ड गुड गभर्नेन्स। सो यो गुड गभर्नेन्सलाई चाहिँ हामीले त्यही अनुसारमा भ्रष्टाचारको निर्मूलन गर्न हामीलाई सहज हुन्छ, हाम्रो काममा अर्को भार पर्दैन। त्यही अनुसारमा सेवाग्राहीहरूले पनि त्यही अनुसारमा सर्भिस पाउन सक्नुहुन्छ र हामीले आफ्नो बाचाको कुरा गर्न सक्छौँ, जुन चाहिँ बाचा हामीले गरेर अहिलेसम्म यो चुनाव चाहिँ यहाँसम्म आएको छ। हामीले बिर्सिँदै नहुने कुरा अर्को कुरा भनेको चाहिँ हाम्रो जेन्जीको जनादेश
जेन्जी जर्नलिस्टलाई कार्यान्वयन गर्नलाई क्याबिनेटबाट त्यही अनुसारमा निर्णय भइसकेपछि हामीले उँभोको हाम्रो प्रधानमन्त्रीज्यूले भनेको अनुसारमा निर्देशन अनुसारमा हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा कसैलाई सोच्नु कसैलाई सोच्नु पनि हुँदैन, प्रतिवेदनको आधारमा हामीले अगाडि बढ्नुपर्ने हुन्छ। अर्को कुरा हामीले देखेको समस्या, यत्रो योगदान गरेर हाम्रो सही परिवार आउनु भएको यही वान डोर सिस्टम नभएर एउटा मन्त्रालय झर्नुहुन्छ, अर्को मन्त्रालय झर्नुहुन्छ, आफ्नो बच्चा गुमाएको छ, कतिवटा मन्त्रालय ठाउँ। यो हरेक आम नागरिकको कहानी, हरेक आम नागरिकको कहानी। एउटा मन्त्रालय अर्को मन्त्रालय अर्को मन्त्रालय, यसलाई सहजीकरण गर्नुपर्ने छ। त्यही भएको हिसाबले शिक्षा, स्वास्थ्य, हाम्रो अर्को के छ त्यसमा आर्थिक, सबै मन्त्रालयको तपाईँको एकजना प्रतिनिधिको एउटा विभाग भनौँ, जहाँ हाम्रो सही परिवार र घाइतेहरू एकै ठाउँमा आएर वान डोर पोलिसी, वान डोर सर्भिस सिस्टममा आएर उहाँहरूले फर्स्टमा उहाँहरूलाई सजिलो होस्। उहाँहरूको योगदानले आज यो परिवर्तन देख्नु पाएको हो। यसलाई हामीले बिर्सिनु हुँदैन। उहाँहरूलाई योभन्दा बेसी प्रतिनिधि मिल्दैन। त्यही भएको हिसाबले हामीले सही परिवार, घाइते परिवारहरूलाई उहाँलाई शिक्षा चाहिन्छ भने त्यही अनुसारमा हाम्रो त्यहाँ शिक्षाको एकजना प्रतिनिधि हुनुहुन्छ त्यो विभागमा। उहाँलाई स्वास्थ्यमा समस्या छ भने त्यही अनुसारमा हुन्छ, आर्थिक पाठ छ भने त्यही अनुसारमा हुन्छ। सो एउटा ठाउँमा मात्र गयौँ भने उहाँलाई किन हरेक मन्त्रालय लिएर एकदम 15-20 जनाको हुनु पर्यो? कारण के? दिस इज नट कल गुड गभर्नेन्स। वी निड टु सेट एन एक्जाम्पल। जसलाई हामीले एउटा उदाहरण सेट गर्नुपर्छ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्छ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ। मलाई विभिन्न आरोप लाग्ने गरिरहेको छ, त्यो तपाईँलाई थाहा छैन। विभिन्न कुराहरू हाम्रोमा मिडियाहरूमा आइरहेको हुन्छ। मिडियाहरूलाई पनि, मिडिया साथीभाइहरूलाई एकदम रेस्पोन्सिबल भइदिनु भनेर म एकदम आग्रह गरेँ हजुरहरूलाई, एकदमै आग्रह। हजुरहरूको हातमा धेरै कुरा रहेछ। मैले पहिला पनि भनेको थिएँ, अहिले पनि भन्ने गर्छु। तपाईँहरू रेस्पोन्सिबल भएर न्युजहरू बनाइदिनु भयो भने हाम्रो देशको विकास हुन धेरै समय लाग्दैन रहेछ। त्यही भएर मिडिया कर्मी साथीहरूलाई मेरो हात नै भन्नुहुन्छ, म तपाईँसँग धेरै क्लोजली बसेको छु, हेरेको छु। यो न्युजहरू बनाउँदाखेरि कसैको चरित्र हत्या गरेर टिआरपीको लागि बस्दाखेरि यस्तो नगरिदिनु म एकदम मनैदेखि आग्रह गर्न चाहन्छु। कसैको जीवन उनीहरूको लाइफ हुन्छ, उनीहरूको पर्सनल लाइफ हुन्छ, हामीले त्यसमा इन्टरफियरेन्स गर्नु हाम्रो मेरो विचार त्यो हामीले त्यसलाई पत्रकारिता भनेर भन्नु जस्तो लाग्दैन। त्यही भएर मेरो मिडियाकर्मी साथीहरूलाई पनि मेरो पहिला पनि आग्रह थियो, म तपाईँहरूसँग एकदमै घुम्नु भएर बसेको मान्छे पनि र अहिले पनि हजुरलाई आग्रह गर्न चाहन्छु, एकदमै परिपक्व भएर चाहिँ हजुरहरूले चाहिँ न्युज प्रकाशन गरिदिनु होला। त्यही अनुसार चाहिँ नागरिकलाई पनि सहज हुन्छ। तपाईँहरूलाई फुल्ली विश्वास गरेर हामीले हेरिरहेको हुन्छौँ त्यो न्युज, त्यो आधारमा हामीले एक्सन लिनुपर्ने हुन्छ। तपाईँले कुनै कुरामा तपाईँको गलत कुरा तपाईँले प्रकाशन गर्थ्यो भने हाम्रोमा त्यो टेबलमा आइदियो भने हामी त्यही अनुसार मोबिलाइज हुनुपर्ने हुन्छ। हाम्रो सोच साधनहरू सबै खेर जान सक्छ। त्यही भएर रेस्पोन्सिबल भएर हजुरले पनि प्रकाशन गर्नु सम्पूर्ण आग्रह गरेँ र नागरिकलाई सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आमाबुवाहरूले के आग्रह गर्न चाहे भन्दाखेरि चाहिँ अब देश बनाउनु हाम्रै हातमा छ। तपाईँ हामी आफैले गर्ने आफ्नो देश विकास, हाम्रै आँखा अगाडि हामीले देश विकास गर्छौँ र there will be no tolerance to corruption, zero tolerance। कसैले पनि तपाईँलाई कुनै तरिकाको घुस माग्छ भने भन्नु होला र यो कम्युनिकेसनको च्यानल पास हुने प्रविधि हामी तयार गर्छौँ र तपाईँहरूको गुनासो सिधै हाम्रो मन्त्रालयमा आएर पनि हामी त्यसको प्रविधिको हामी विकास गर्छौँ, जसले गर्दा चाहिँ हजुरलाई आफ्नो दुःखहरू हामीलाई सुनाउन सजिलो होस्। तपाईँहरूको सेवामा गाह्रो पर्दाखेरि कसैले तपाईँलाई घुस मागेको छ भने, कसैले तपाईँलाई पैसा मागेको छ भने सेवाग्राहीहरूलाई त्यही अनुसारमा हामीलाई रिपोर्ट गर्दै होला। त्यही अनुसारमा हाम्रो प्रहरी मित्रहरू परिचालन हुन्छ, त्यही अनुसारमा काम गर्दै जान्छ। अब म धेरै बोल्ने मान्छे म पर्दिनँ, खासै भन्दै गर्दाखेरि अहिले चुनावको माहौलले गर्दा तपाईँको धेरै सिक्ने मौका पनि पाएँ मैले।